पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो। ल त्रिशुली बजारै गयो यार, ल गयो यार। ओ ए सिलास यता आऊ यता आमा यार बजारै गयो यार। यहाँ नबसौँ ल, अलि टाढा बसौँ टाढा। यो पुरै ल घरहरू जम्मै गयो ल घरहरू जम्मै गयो। यो पुरै आमामा ड्याम यार। हामी यो तल आएका छौँ, यस्तो अवस्था यस्तो छ। यो टिमुरे सबै सखाप भयो। यहाँ मान्छेहरू उधार टोलीको आएको छैनन्। प्लिज सबैले यो भिडियो सेयर गरेर उधार टोली पठाइदिनु पर्यो। यो रसुवा नेपाल चाइना बोर्डर रसुवा यो भोटेकोसी वरिपरि सबै यस्तो भइसकेको छ, मान्छेहरू यस्तो भइसकेको छ। प्लिज पठाइदिनु पर्यो। यहाँ ठुलो जनधनको क्षति भयो, मान्छे पठाइदिनु पर्यो। पुलको भागै बगाएर ल्याएको ल आजको जुन घटनाले ठुलै मानवीय क्षति भएको छ। अहिले यहाँ दुईजना ज्यान जोगाएर भागेर आउनु भएको रहेछ। उहाँहरूको भनाइअनुसार यो सुरुङको मुख थुनेको छ अनि यतापट्टिको मुख पनि अलिक खुल्ला रहेको छ र उहाँहरूको भनाइअनुसार यो सुरुङभित्र कतिजना चाहिँ बाँच्न सक्ने सम्भावना धेरै छ, तर उद्धार टोली अझसम्म आइपुगेको छैन। साथै कतिजना यो भिडतिर अनि ज्यान जोगाउनलाई भाग्नु भएको छ, उहाँहरूलाई निक्लिने बाटो कुनै पनि छैन। त्यसै कारणले गर्दाखेरि सम्बन्धित सरकारले चाँडोभन्दा चाँडो उद्धार टोली हटाउनु पर्यो। यहाँ कुनै पनि उद्धार टोली अझसम्म देखा पर्न सकेको छैन। कुनै पनि हवाई मार्गहरू पनि यहाँ उपलब्ध हुन सकेको छैन। चाँडोभन्दा चाँडो अहिलेको नेपाल सरकारको ध्यान आकर्षण यो घटनाप्रति होस्। यहाँ धेरैजना बेपत्ता भएको छ र कतिजना यो सुरुङभित्र काम गर्नेहरू चाहिँ यहाँ बाँच्न सक्ने धेरै ठुलो सम्भावना छ। चाँडोभन्दा चाँडो उद्धार टोली आउनुभयो भने धेरैको अझै पनि ज्यान जोगिने सम्भावना धेरै छ।